पुरा बुङ्गल पर्यो है बुङ्गलको एरिया ओइ एत्तेरी कच्चा पढाइ मन दियो र दौड जाकी यक्स रुको जरा सबर करो हेलो गाइज गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई सो तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै सन्चै आरामै छु सो आज चाहिँ हामी टक्क माथि लेकतिर चाहिँ घुम्न जाँदैछु टक्क अलि अगाडि पुगिसक्नु भएको छ दाईहरू दाई र शिल्पा अनि पछाडि चाहिँ निखिल र पवन भाइ पनि आउँदैछन् सो आज अब माथि टपतिर पुगेर रमाइलो गर्ने भनेको छु हेरौँ के हुन्छ ल टक्क लगाएर हामी चाहिँ चियागुट पुग्यौँ होइन अब चाहिँ यो साइडतिर हो हामी चाहिँ जाने चाहिँ टक्क यहाँ देखिरहेको छ यो मैदानतिर जाने भनेको छु हेरौँ अब कतिखेर चाहिँ पुग्दो रहेछ त टक्क ज्याकी चाहिँ हिँड टक्क खोरीको गाउँ अनि यता घट्टा बुढीखुडीहरू चाहिँ टक्क यस्तो दामी देखिरहेको छ है गाइस ल हामी त यो बाटो भएर हिँडिरहेको छु टक्क यस्तो ठाउँमा हिँडिरहेको छु है हामी यहाँ तलतिर चाहिँ पुरा छानाहरू छन् होइन टक्क लगाएर चाहिँ कति बाक्लो छ भन्दाखेरि लगभग 1 फिट भन्दा नि बाक्लो छ है पुरै पानी पानी जमेको द बित्दैनु द हेर्नु पासामुख धुइँडेका रानु द बुहा यो हरि बित्दिनु बित्दै हुनु त को र दौड जाकी त्यो झड्ड्या हो उता जनावर त कहाँ हाल्यो मेरो के दादा टक्क लगाएर बासुधारा मन्दिर चाहिँ यति टाढा देखिरहेको छ है हामी चाहिँ यस्तो बाटो भएर गइरहेको छौँ यहाँ चाहिँ पुरा के भन्छ यो ओसारो तुसारै छ अर्ता स्विटी अर्ता एक अर्ता हुन्ने मेरो आउनु नि डाको ल गजब टक्क लगाएर हामी चाहिँ यहाँ पुग्यौँ होइन अहिले चाहिँ हिँड्दैछौँ टिम चाहिँ पुरा यहाँ हिँडिरहेछ म चाहिँ लास्टमा छु है हामी चाहिँ अझै पनि यसको टपमा पुग्न सकिरहेको छैनौँ यहाँ आधी बाटोमा हिँड्दै यो अवस्था भएको छ भाइ पपन छ टक्क टाउको नि दुख्यो अरे अलिकति लेकतिर आउँदाखेरि अलिकति यो हावापानी नै चेन्ज हुन्छ नि त हाम्रो घरदेखि यता त त्यही भएर अलिअलि टाउको पनि दुख्ने गर्छ कहिलेकाहीँ गाइस टक्क यस्तो दामी छ है ठाउँ चाहिँ यहाँ पारी चाहिँ फेरि भेडा पनि चराइराखेका छन् मान्छेहरूले कहाँ हुन् ट्याक्कै यहाँनिर चाहिँ पुरा भेडा चलाइरहेको छन् है भेडाहरू यहीँ छन् टक्क लगाएर यो यस्तो दामी यति धेरै भेडाहरू छन् ल जाउँ हिट ल माथिकाहरू चाहिँ पुरा माथि नै पुगिसकेका छन्
ल हामी चाहिँ पुरै हिमालको यहाँ यो टपमा पुग्न लाग्छौँ अनि यहाँ चाहिँ पुरै ढुङ्गा खर्जलै खर्जल भन्दाखेरि त यहाँ मान्छे लुक्यो अथवा उ भयो भनेदेखि कोही भेटाउँदैन क्या त्यस्तो टाइपको खर्जलहरू छ र्याक्स चाहिँ यहाँ आउन सकिरहेन यता यो टक्क आइयो त यार ल यस्तो छ पुरा भ्यू ल अब चाहिँ एकैछिनमा हामी यो धार्नेर पुग्दैछौँ यहाँ पुगेपछि चाहिँ पुरा वरिपरिको भ्यूहरू देखिन्छ टक्क देखाउने छु है त तपाईँहरूलाई मान्छेहरू अगाडि छन् म चाहिँ हिँड्न नसकेर लास्टमा छु क्या आज ओइ देख्यो चाहिँ अक्को डाँडो अझ हत्तरी ल गाइस हामी पनि निकै एउटा आज निकै घन्टा लगाएर चाहिँ अब यहाँ टपमा पुग्न लाग्छु होइन मैले चाहिँ हेरेको पनि छैन होइन तपाईँहरूभन्दा टक्क लगाएर मभन्दा पहिला तपाईँहरूलाई देखाउने हो होइन ल ल कोही गाइस तपाईँहरूले पहिला हेर्नुपर्छ है ल है ओ माई गड कति दामी हो न ठक्क यहाँ चाहिँ पुरा बेड लगाएको रहेछ होइन आहा क्या दामी छ उहिले नि आएको हामी त्यसरी डाँडा नि त हुँदै परका डाँडा नि ल टक्क लगाएर हामी चाहिँ यो धारमा जानेछौँ होइन त्यहाँबाट चाहिँ यो पारीको हिमाल साइडको टक्क फोटो आउने भएको हुँदाखेरि हामी त्यो धारमा गएर चाहिँ भिडियो बनाउनेछौँ है त यो चाहिँ धार्ने टक्क वालहरू हालिया रहेछ होइन यसरी चाहिँ यो बेर टाइपको अब यो साइडतिर 26 पाती भेडा पऱ्यो भनेदेखि यो साइडतिर चाहिँ पुरा बुङ्गल पऱ्यो है बुङ्गलको एरिया अनि टक्क लगाएर हामी चाहिँ अब यस्तो बाटो भएर सर यो बाटो भएर जाँदैछौँ अझ अर्को धार दिमाग खराब दिएर कस्तो दामी हो यहाँतिर ओ माई गड भ्यू तिर गाइज चक्क लगाएर ल बुङ्गल नगरपालिकाको अन्तिम गाउँ चाहिँ म देखाउँदैछु है त तपाईँहरूलाई टक्क लगाएर यही हो आहा यही गाउँ हो अन्तिम गाउँ योभन्दा माथि चाहिँ गाउँ छैन है फेरि ल गाई जुत्ता हेर्नुहोस् के हो यो सायद यो झर्ना आएको हो होइन झर्ना आएर यतै फ्रिज भएको छ है गाई यस्तरी हेर उमाको यता झर्ना थियो होइन गाई फ्रिज भएको छ पुरै यति चिसो छ कि हेर्नु गाई पुरै फ्रिज भइरहेछ हेर्नुहोस् गाई पुरै झर्नाबाट पुरै फ्रिज भइरहेछ गाई चाहिँ यता पानी आइरहेको थियो कि यता आएर हेर्नुहोस् गाई पुरै फ्रिज हल्का हल्का मुनि पानी छ होइन लेकिन माथि पुरै फ्रिज हेर्नुहोस् गाई पुरै झर्नाको फ्रिज यस्तो दामी छ है यहाँको भ्यू चाहिँ हावा चाहिँ लास्ट लागिरहेछ हामी चाहिँ चाउचाउ बिस्कुट के छ ल्याइरहेको छु यो फोहोर चाहिँ नगरौँ है टिपटाप गरेर एक ठाउँमा राखौँ टक्क एक झाँझरमा कोचाडौँ ओजन झाडी ल यस्तो दामी भ्यू छ हेर्नु बाप्री पछाडि हिमाल होइन क्या दामी छ हामीलाई बेलुका हुन लागिसक्यो यही छु कतिखेर घर जाने भन्ने नि थाहा छैन टक्क
दादा हजुर ल गाइज घाम डुबेर चाहिँ पारीको टक्क टपमै पुगेको छ होइन माथि चाहिँ लास्टै सिरेटो लागिरहेको थियो क्या हावा अहिले चाहिँ अब फर्किरहेको छु यस्तो छ है पुरा दाइहरू पछाडि आउँदैछन् म चाहिँ टक्क अगाडि अब चिसो 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 ल हामी चाहिँ अघिको यो ठाउँमा पुग्यौँ फेरि रात परिसकेको छ पुरा रात परिसकेको छ है क्याप्टो खानु ओइ हेरी कत्रा भाइरल कत्रा भाइरल र किसे भन्दैन मुखी चाले लोटी क्या हाडुला तर ला ओइ खिचाएको क्या यो अझ पनि खिचाएको क्या मैले कति हाल्नु नाकी देखाउने होला हिन्दी भन्ने ल मान्छेहरू चाहिँ कोही काहीँ छुट्यो कोही काहीँ छुट्यो होइन हामी चाहिँ यतिखेर टक्क लगाएर चम्ला पुगेका छौँ अब यहाँबाट चाहिँ सर र परनेर बाइक छ अब बाइकमा जाने भन्ने भयो खुट्टा लास्ट दुख्यो यार यस्तो खुट्टा दुख्यो कि कुरै छोडौँ अब मान्छेहरू त्यहाँ खुट्टा दुखेर चाहिँ त्यहाँ घट्टाबाट आउनै सकेन दाइहरूले होइन अनि अरूहरू पनि घर आफ्नो घरतिर गए सो अब हामी चाहिँ यहाँ टक्क लगाएर यहाँ छाइ खाएर टक्क यहाँ ल ठिक गरिला त यति भयो क्या यति खाएपछि अगाडि यो ल गाइस यहाँको पनि अपडेट दिइहालेँ अब सो अनि आजको भ्लग भिडियो पनि यहीँ गर्छु होइन तपाईँहरूसँग अब नेक्स्ट भिडियोमा मिल्नेछु धन्यवाद है त सबैजना